हेलो वेलकम गाइज नमस्ते मिक्स अर्गानिक भ्लगमा आज भने म वैशाख 2082 वैशाख 22-23 गतेको दिन मेरो रुद्राक्ष बगानमा उपस्थित भइसकेको छु र म यहाँ अहिले चाहिँ 2082 को सम्बन्धसँगै रुद्राक्षमा हामी पिबिओजी औषधि चाइनाबाट लिएको हानेर चिल्लो थेप्चो बनाउँछौँ हामी एभ्री इयर प्रत्येक साल। यसलाई चाहिँ हामी औषधि विषादी भन्दैनौँ। अर्को मेसिन पनि जोड है। यो चाहिँ हाम्रो फर्टिलाइजर हो हैन। अनि त्यो गर्ने क्रममा आज सुरु गरिरहेको छु। 3 ग्रुपले हान्ने भन्ने थियो तर अब 2 ग्रुपले चाहिँ दुईटा मेसिनले चाहिँ म हान्दैछु है त गाइस। अनि चाहिँ अहिले हाम्रो इन्डियादेखि आइसक्नु भएको छ समीरजङ युवा प्राविधिक रूपमा। अनि माथि दुईटा भाइहरु चाहिँ कुकमा घरमा बसिरहेको छ र एकजना चाहिँ उता गाउँतिर यसो सामान खोज्न गइरहेछ भने एकजना चाहिँ माथि रुखमा चढौँ कि नचढौँ भइरहेको छ। छिटो चढौँ न काका, के भयो यस्तो लेट हो भने त कसरी? अनि आज यार पानी पनि पर्ला पर्ला भइरहेको छ। वर्षक पानी चाहिँ नपरोस्। आजको सुरुवात दिन कस्तो हुने हो त? चारैतिर यो रुद्राक्ष बारीमा झममम फुलहरू फक्रिनै सकेको छ। ठ्याक्क हान्ने टाइम चाहिँ भएको छ। अब के हुने हो यो सालको बिजनेस व्यापार हैन। हेरौँ यो औषधिले चाहिँ चिल्लो थेप्चो बनोस्, भगवानको आशीर्वाद पनि लागोस्, प्रकृतिको पनि राम्रो, प्रकृतिले पनि न्याय गरोस्। प्रकृति नै भगवान हो। यहाँ हाम्रो ओरेन्ज पनि निकै ठुल्ठुलो दाना पो भइसकेको रहेछ त। ओ माई गड। अनि एभोकाड चाहिँ मैले फलिरहेको थियो, अलिकति रुद्राक्ष सेप भएकोले काटेँ। हो त्यो टमाटर टिपेरौँ न अहिले। औषधि भन्दा पनि यो पिबिओजी लाग्छ। टिपौँ न, के को काम छैन। टाकटुक कराएको रुख है त। अनि यता कागती पनि फुलिसक्यो हो। ल यता यो सानो खालकोमा टन्नै पाएको छ टमाटर यो है। अनि यो कर्कोलाहरू पनि छ यताउति। यसो मौरी पनि यसो कहिलेकाहीँ मह खानुको लागि सबै अर्गानिक खाउँ भन्ने उद्देश्यले म चाहिँ सबै खालको काम गरिरहेको छु। अनि माथि बाँस पनि ल्याइरहेको छु यसो खटिया सटिया बनाएर रुद्राक्षलाई राम्रो फलाउँ भनेर। कोहीहरू काठमार हुँदैछ, त्यस्तै हो। र आजको भ्लगमा चाहिँ औषधि कसरी लाउने भन्ने चाहिँ म 80 लिटरमा चाहिँ हान्दैछु। पिबिओजी 80 लिटरमा चाहिँ हान्दैछु। अझै कलर त धेरै कडा भएको जस्तो छ त नि। ल यस्तै छ। अब यो फुलहरू यसरी फक्रिसकेको छ है। यतिकोमा ठ्याक्क हान्ने टाइम चाहिँ हो। के हुने हो यो साल? हे भगवान राम्रो होस् है। रुद्राक्ष एउटा रुखको चाहिँ 10 लाखको दरले बेच्न पाऊँ, त्यही आशा छ। ए होइन, त्यो झरेको हो। घोच्यो डढाइ पो सकेको छ त। मैले अघि लगेर यहाँको उठाएर लगेको यो बाँकी छ। ल त्यो फेरि लात्तीले नउडाउ नि यो काँडाहरू। मैले जलाउनु बाँकी नै छ। सुन्तला कस्ती कटिङ गरेको काँडाहरू छ, मैले सबै यो काटेको छु नि त। अब डढाउनु पर्ने छ। डढाउने के गर्नुपर्ने अरे? डढाउनु पर्छ। त्यही त आज डढाइसकेको। अब उधोको चाहिँ बाँकी छ। लु चढौँ न, चढौँ। जय शिवजी। यहाँ ढोकेर पूजा गरेर गर्छ समीरजङले। कति टुप्पाबाट सुरु गर्ने कि फेददेखि हान्दै जाने? ल एकदम एउटा नि पात डाँट नछोडियोस्। चारैतिर भिजेको हुनुपर्छ है। त पानी तानेको हुन्छ अनि मेसिन यहाँ च्याट्ट यसरी गरेर अन गरेपछि माथि आयो पानी चट्ट यता हुँदै माथि जाने गर्छ। ल लु हानी आइसक्यो त। मेसिन खोल न। ल आएन, बटारिएको होला, त्यो खोला सस पार न। A1 बन्नु पर्यो है पछि दाना। भाग्य चिठा भन्दा पनि त्यसरी ल बिहानीको टाइममा चाहिँ हाम्रो फर्टिलाइजर भन्छ यो चाहिँ उ गर्ने। सबै हान न पातमा, सबै पातमा फुलेकै छ त। अनि
त्यो उभै तिमी जाँदा पनि हुन्थ्यो माथिले हाँगामा पनि अनि माथिबाट भेटेकै छैन छुनु पो पर्छ त माथिदेखि ठाडो पातदेखि उँधो फरर माथि नै त थाम्दैन हो त्यो अल्झिएर मानि हान्नु पर्यो हो त्यसरी हो त्यति चाहिँ गर्नुपर्छ है फेरि हाँगै भाँचेर भुइँमा सरङरङ झर्ने चाहिँ होइन ए धेरै टेक्यो उभ हाँगा लाचिला हल्का गरेर हान्नु पर्यो माथिदेखि सनन पारेर ल हो त्यसरी चाहिँ हान्नु पर्यो के माथिदेखि फरर पातमा छुनु पर्यो ल अब फेरि अर्को यहाँ एउटा मेसिन तयार भइसकेको छ कालो कालो मेसिन हाम्रो जुन दशरथ सरले ल्याइसिनु भएको छ त्यसै गरी समीर सरले त हान्दै हुनुहुन्छ है यो मेरो आज चाहिँ एउटा अर्को नयाँ भर्याङ आएको छ यो बाँसको भर्याङ चाहिँ अब क्यान्सल आजदेखि यता चाहिँ हाम्रो दुई भाइले फेरि पनि लगाइसकेको छ काका खोइ धुवा कहाँ छ उडाउनु बाँकी यता नि सक्यो उडिसक्यो घुमिसक्यो ए ल ल ल ल लु बोकौँ हामी यो उतापट्टिबाट हाम्रो दशरथ सरसँग खाँदभरि हावा तालको पग्ला जस्तो नगर उ दानाको फेदमा यहाँ राखौँ यहाँ हो सजिलो यहाँ परै उसले भेट्दैन नि त पाएको मेरो छोटो छोटो गाँसेको होइन आए जामा लाउने ल ल खाजा पाक्यो भने बोलाउनु अरे केटाहरूलाई खाजा पाक्यो भने बुझ्यो काका ल छ्या त्यो मेस तलै लगेको माथि डिलदेखि भेट्थ्यौ नि सबैजनाले एकैतालमा तीनटै रुखमा हानेको समीर चढ्यो घरतिर पो चढ्दैछ हिन्दीमा भन्नुपर्छ लु घोन्डे स्टार्ट गर्दै त त्यसलाई म यो बोटलाई हानेको चाहिँ राम्रो बनाउँछु भिडियो काकाले सुरु भन्नु भएको छैन त सुरु स्टार्टिङ पर नि चढिसक्यो हेर त चढ्यो हाम्रो उता सर पनि चढ्दै हुनुहुन्छ यो चाहिँ मैले 20 लाखमा बेचेको रुखै पहिले अब गत साल चाहिँ अलि बिक्री भएन ल यता सुरु भइसकेछ हो सट्टा काकाले चाहिँ धुवाँ उडाउनु भएको छ म आउँछु ल यसरी गरेको छ हुसिङको रुख है गाइज यो हुसिङ ल यहाँ भाइले चाहिँ कसरी हानौँ भन्दैछ सदा पनि औषधि हान्ने मान्छे हो सैया गरेर माथि टुप्पासम्म भिजाउनु पर्छ है मेरो भाइ भतिज टक्क समीरले अलि भुलेछ क्या मैले यसो गेस गरेको एक ड्रम त उसले त्यस्तो सानो बच्चामा सक्यो दिनेशले 4 ड्रममा पुर्यायो त्यसले भुइँमा धेरै लिक भएछ क्या हौ काका नि त्यसको भुइँमा धेरै लिक भएर गएछ नि ल यो पहिलो दिनको भ्लगमा है गाइस अब यस्तै छ हाम्रो खेतीपाती धानबारी मकैबारी खेतहरू सबै हामीले बचायौँ अनि अहिले नगदे खेतीमा चाहिँ लागेको हो सुन्तला खेती कागते खेती मौरी पालन हैन टिमुर खेती टमाटर खेती हैन टमाटरको चाहिँ मौरी पनि बिचारा पस्दै हुनुहुन्छ त्यसै गरी सबै खालको बाली नानी लाएर चाहिँ अब पृथ्वीलाई सुन्दर बनाउनु पर्छ राम्रो बनाउनु पर्छ अनि त्यहाँबाट चाहिँ नि ओ घोन्डे भाइ त्यो तल्लोकोमा ग्राफ्टिङ आएको छ त्यो त प्लास्टिकले छोप्नु पर्छ है
प्लास्टिक यहाँ लिनु आउनुपर्छ मात्लमा हान्दै गर्नु लाउन आफै त्यो ग्राफ्टिङ चाहिँ छोप्नुपर्छ फेरि पिबिओजीले कक्रिन्छ क्या ल भाइले माथि धुलो उडाइरहेको छ माथि एउटा भाइले मिठो कुक हुनु पर्यो है भाइ यत्रो काम गर्ने भाइहरूले चाहिँ मिठो मिठो खानेकुराहरू खुवाउनु पर्छ नत्र केटाले फेरि हात छोड्छ क्या काम राम्रो गर्दैन खुसी पार्नु पर्यो केटाले जाँड खानेलाई जाँड खाने होइन नखानेलाई खाने फलफुल खानेलाई फलफुल एवं प्रकारले ल परको केटाहरू चाहिँ के गरिरहेछ ल भने जस्तो काम हुनु पर्यो है एक नम्बर यहाँ भिडियोले क्याप्चर गरिरहेछ कहाँ ठगी गरेको कहाँ राम्रो हानेन भन्ने कुरा चाहिँ फेरि यहाँबाट नै भएर हुन्छ फेरि हेरिराख्नु पर्दैन ल यस्तै छ काम है त रमाऊ हरबर काम गरौँ खालि कोरिया मलेसिया थाइल्यान्ड स्विजरल्यान्ड भन्छन् मान्छे हामी नेपालमै के गरेर छाड्ने हो क्या नेपालमा नै चाहिँ हामी कृषि क्रान्ति गरेर देशलाई समृद्धि बनाउने एकवटा लड्छ है ल त्यही भन्न चाहन्छु म आजको भ्लगमा चाहिँ होइन विशेष गरी हाम्रै माटोमा चाहिँ उत्पादन गरौँ अनि आफ्नो परिवारलाई मजबुत बनाऊ आफू मजबुत हौँ अनि सबैजना मजबुत भयो भने देशै मजबुत हुन्छ अनि पो हुन्छ त विश्वको नम्बर 1 देश अहिले त हामी गरिबीको चपेटामा परेर ऋणको चपेटामा परेका छौँ 1 लाख त हाम्रो ऋण भागमा परिसक्यो गाइज अब त्यो ऋणलाई तोड्ने हिसाबले चाहिँ हामी काम गर्नु पर्यो है त म यही भन्न चाहन्छु एकदमै यहाँहरूलाई फेदको त भएको छैन कि माथि टुप्पाको हेरौँ न ए हानु माथि भइगएको रहेछ टुप्पामा उदोको फेदको मलाई फल बन्दैन पनि कसको छ धेरै पानी यहीँ पिसौ सोहन कोही छ हाम्रो भन्छौ त्यो पनि हान्ने हो भएको हो अल सबै भएको यो टोटल बगान भएको यो नरबोटहरू त्यो अलिअलि हान्नै पर्ने छ उयो दुईटा लानाउँछु यो दुईटा लानाउँछु दुई भाइ यता जाऊ न यो तल्लो दुईटामा जाऊ त सोहनको टिम को अब जाऊ तिमी दशरथ जाऊ तल ऊ तल सोहनलाई मेसिन लिएर जाऊ तिमी त्यसो भने समीर जाऊ त उही दशरथ चढाउँछु म फेदबाट स्टार्ट गरिदिन्छु ल आजको दिनको काम ठ्याक्क बिहान 8 बजेदेखि 11 बजेसम्म 3 घन्टा 4 घन्टा काम भएको छ अब सकिएर आजको दिनको काम औषधि हान्ने चाहिँ हाम्रो मेडिसिन एउटा फर्टिलाइजिङ गर्ने काम चाहिँ सकिएको छ है हाम्रो 3 ग्रुप्सले ओके ल आज सबको जय होस् सबको मङ्गल होस्।